तपाईलाई गरिबीबाट छुटकारा, रोगबाट छुटकारा, समस्याबाट छुटकारा, चिन्ताबाट छुटकारा पाउन सक्नुहुन्छ। तपाईले चिन्ताबाट, शत्रुबाट छुटकारा पाउन सक्नुहुन्छ। जय मसीह। म भीमबहादुर श्रेष्ठ। यो मेरो जीवनको आशिष च्यानलबाट तपाईहरू बाइबलका सबै 66 वटै पुस्तकको सिरिज म बनाउँदैछु, सुन्नुहोला। यो आज म प्रस्थानको पुस्तक दोस्रो पुस्तकको विषयमा छोटकरीमा तपाईलाई भन्दैछु। 2.5 मिनेटमा सक्दैछु, तपाईको समय छैन होला। हो, वास्तवमा प्रस्थानको पुस्तक भनेको उत्पत्तिको पुस्तकदेखि दोस्रो पुस्तक हो र तपाईको जीवनमा जति समस्याहरू छ त्यसबाट छुटकारा दिने यो पुस्तक हो। परमेश्वरले तपाईलाई प्रेम गर्नुभएको छ, तपाईलाई खोज्दै हुनुहुन्छ, चिन्नुहुन्छ। हेर्नुहोस्, र इजरायलीहरू 400 वर्षसम्म चाहिँ मिस्रमा उनीहरू दास भएर बसेका थिए। तर परमेश्वरले छुटकारा दिन चाहनुहुन्थ्यो उनीहरूलाई, र मूसालाई एउटा गोठालाको रूपमा चाहिँ त्यो सबै इजरायललाई छुटकारा दिनको लागि चाहिँ फारून राजालाई 10 वटा विभिन्न महामारीहरू ल्याएर उनले चाहिँ पानीमा खुनदेखि लिएर चाहिँ लाल समुद्रलाई 2 फ्याक पार्ने सम्मको शक्ति देखाएर चाहिँ फिरौन राजालाई चाहिँ त्यो शक्ति देखाउँदाखेरि मूसालाई अगुवा बनाएर उनीहरूले मरुभूमिको बाटो हुँदै उनीहरूले चाहिँ फिरौनहरूले, मिस्रहरूले उनीहरूलाई खेद्दाउँदाखेरि लाल समुद्रलाई 2 फ्याक बनाएर छुटकारा दिनुभयो। त्यस्तै मरुभूमिमा जाँदाखेरि उनीहरूले धेरै भोकै हुनुपर्ने दिन थियो, तर परमेश्वरले भोकै राख्नु भएन। उनीहरूलाई चाहिँ आकाशबाट खानेकुरा वर्षाइदिनु भयो, मन्ना दिनुभयो। त्यस्तै गरेर चाहिँ उहाँले ढुङ्गाबाट, चट्टानबाट पानी निकालिदिनु भयो र उनीहरूको दुःखमा छुटकारा दिनुभयो। त्यसै गरेर उनीहरू मूसा सिने पर्वतमा गएर एउटा पार्टीमा 10 आज्ञा परमेश्वरले दिनुभयो मूसालाई, र उनीहरूले बस्ने एउटा वासस्थान, सेल्टर बनाउन लगाउनु भयो, जुनमा चाहिँ परमेश्वर मानिसहरूसँग बस्न चाहनुहुन्थ्यो। र यसरी यो प्रस्थानमा चाहिँ छुटकारा दिएको छ। लाल समुद्रलाई 2 फ्याक बनाउन सक्ने परमेश्वरले यसरी चाहिँ हामीसँग बस्न चाहनुहुन्छ, र हरेक दुःख र कष्टमा हामी सबैजनालाई छुटकारा दिनुहुन्छ भन्ने यो किताबको अर्थ छ। यसरी हामी सबैजनाले बुझ्नुपर्छ। र तपाईले पनि यदि छुटकारा छ, दुःख छ, जीवनमा चिन्ता छ, सन्तान छैन, धन सम्पत्ति छैन, धन सम्पत्ति भयो नि मनमा शान्ति छैन, एक अर्कामा प्रेम छैन भनेदेखि तपाईहरूलाई यो किताबले चाहिँ सही ज्ञान सिकाउँछ। धन्यवाद। मेरो जीवनको च्यानल यसरी अरू पनि हेर्नुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला, प्रतिक्रिया दिनुहोला। धन्यवाद।